कितने बंदे अभी पीछे? अन्नदान महादान 2 प्लेट लगाना भन्ने गरिन्छ। आज भारत नयाँ दिल्लीमा पर्व समाज भारतले देवो आश्रममा वृद्ध आश्रम देवो वृद्ध आश्रममा यो हामी सम्पूर्ण पर्ववासी साथीहरूको अथक प्रयास र सहयोगले हामीले यो लन्चको कार्यक्रम यहाँ गरिरहेका छौँ। अन्नदानको कार्यक्रम गरिरहेका छौँ। यो कार्यक्रममा हाम्रो सहयोग दिनुहुने सम्पूर्ण पर्ववासी साथीहरूलाई तय दिल से नमन गर्न चाहे, धन्यवाद गर्न चाहे। यो यस्तो धार्मिक उसमा हामीले यो सेवाको मौका पाएका छौँ। यहाँ हाम्रो चाहिँ एकदम यहाँ हामीले वृद्ध आश्रममा सेवा गरिरहेका छौँ, देख्नुभएको छ। हतार हतार छ। यो चाहिँ यस्तो अहोभाग्यको समय पर्व समाज सधैँभरि समाजको लागि, दिन दुखीहरूको लागि र पर्दा मर्दा आवश्यक अगाडि बसेर कार्य गर्ने एउटा पर्व समाजको चाहिँ उद्देश्य पनि यही हो। र पर्व समाज सधैँ यस्ता कार्यहरूमा चाहिँ अगाडि सरेर काम गरिरहेको हुन्छ। सम्पूर्ण साथीहरूले तपाईँहरूको चाहिँ सहयोगले प्रत्येक एक सानो सानो सहयोगले गर्दा आज यो सम्भव भएको छ। र हाम्रो चाहिँ यो छविलाल भट्टराईज्यू निकै एक्टिभ मेम्बर हुनुहुन्छ। म आफै मिलन बुसार र यत्रो चाहिँ नि वृद्ध आश्रममा आज पर्व समाजको यो लन्च कार्यक्रम गर्न पाउँदा आफैलाई पर्व समाजलाई अहोभाग्य ठानिरहेका छौँ। सम्पूर्ण पर्ववासी साथीहरूले अगाडि पनि यस्ता कार्यलाई तपाईँहरूले सम्पूर्ण साथ दिनुहुनेछ। अनि हाम्रो पत्रकार साथी लेनी खबर गर्दै हुनुहुन्छ। यहाँ भोलि बिहान तपाईँले सुन्नुहुनेछ न्युजमा। थ्याङ्क यू पर्व समाज, थ्याङ्क यू सो मच। तपाईँहरूको सहयोगले हामी यो सम्भव भएको छ कि हामीले यो गर्न सक्दैछौँ। थ्याङ्क यू सो मच। पर्व समाज भारत जान्छ इसमें छवि बिल्कुल थोड़े बस हमारा बेटा और मैं हरी जी यहाँ नहीं प्रॉब्लम नहीं। तपाईँ कस्तो लागेको छ? खाना अच्छा छ? खाना मिठो छ? मिठो छ खाना? यही हो पर्व समाजको मेसेज, यही हो साथीहरू। तपाईँहरूले पर्व समाजले सधैँ यस्तै जनसेवी जनसहयोगी र चाहिँ अर्कालाई सेवा पुर्याउने काम गरिरहेको हुन्छ। र सधैँ यतातता यदि गर्ने छैन त तपाईँहरूको सहयोग बिना हुन सक्दैन। तपाईँले दिएको सहयोगले तपाईँहरू सबैको चाहिँ नि प्रयासले यो सफल भएको छ। हामी अध्यक्ष नारायण शर्माजी, म फाउन्डर मेम्बर मिलन भुषाल लगायत सम्पूर्ण अरू चाहिँ छविलाल भट्टराईजी, हरि सापकोटाजी, पत्रकार इन्द्र कुमार जेरीजी, अनि चाहिँ नारायण शर्मा, अनि चाहिँ भीम पौडेलजी, उहाँको मिसेस सेवा गरिरहनु भएको छ। लगातार सेवामा थ्याङ्क यू। हाम्रो नारायण शर्माजी, उहाँ निकै एक्टिभ र समाजको प्रति सधैँ चाहिँ अग्रणी रूपमा भएर कार्य गरिरहनु भएको हुन्छ। धन्यवाद। कहाँ घर अरे? नेपाल कहाँ आउँछ नि घर थाहा छैन। काठमाडौँबाट यहाँ लिएर आएको परेछ।